यो चाहिँ रुमबाट बाहिर निस्किने बित्तिकै अनि एयरपोर्ट पुगेपछिको यो एउटा सानो भिडियो थिएन र फोटो आइसकेर भित्र एकदम समस्या है। अब सामान यताउता तल माथि गर्दा गर्दा बल्ल अलिकति फुर्सद भयो। म एयरपोर्टभित्रै छु भन्नु पऱ्यो होइन, एयरपोर्टभित्र छु हेर्न सक्नुहुन्छ हजुरहरूले। अब यहाँबाट फेरि शारजासम्मको यात्रा हुन्छ। के गर्ने, धेरै गाह्रो समस्या छ त्यसले गर्दाखेरि गाह्रो के गर्ने, यस्तै जाने हो। सामान धेर भयो, फ्याल्नु पऱ्यो अलिकति, के गर्ने। 10 किलोभन्दा माथि दिन्न भन्छ। अनि अब सब के थियो गाडीहरू यताउता फ्याल्न नि मिलेन, लगिदिएको साथीहरूलाई, अब नानीहरूलाई, आफन्तजनलाई के गर्नु, फ्याल्न नि भएन, मिलेन, गाह्रो समस्या थियो। अनि ह्यान्डब्यागमा चाहिँ धेर नहाल्नुपर्ने चाहिँ, लगेजमा चाहिँ 1 किलो लगभग 1.5 किलो बढी गयो। तर लगेजमा चाहिँ 10 किलोभन्दा 1 पनि गएन, 7 किलो थियो, 10 किलो पठायो, ठिकै हो त्यो त, के गर्ने, यस्तै हो। छिरेर वेटिङमा बसिरहेको छु। के गर्नु, बाहिर यति आमाको सामान धेर भयो भनेर दिमाग खराब गरिदियो। अब भलक बनाउनु पऱ्यो भनेर बनाएको भित्रको यो बिहाली दुःख दियो। सामान पोको हालेको छु यो गोजीमा, बुक्क बनाएको छु यहाँ है। के गर्ने, प्लेनमा हो बसिरहेको छैन छ। अब प्लेनभित्र चढिसकेको, भोलितिर म नेपाल पुग्छु अब होइन। अनि तिनवटा सिट पाउँदो रहेछ मेरो सानो चिटिक्का परेको है त गाइस, हेरिहाल्नु भयो मेरो प्लेनको सिट। नाइटमा भएकोले राम्रोसित भिडियो देखाउन सकेको छुइनँ, किनभनेदेखि म झ्यालको साइडमा पनि थिइनँ। एकजना लेडिज हुनुहुन्थ्यो, उहाँले मैले अरूतिरबाट भिडियो गर्न खोज्दाखेरि उहाँले गरिदिनु भयो। उहाँ लेडिज पनि बाहिरी देशको हुनुहुन्थ्यो, एकदम मजाको हुनुहुन्थ्यो, गरिदिनु भयो। शारजामा वेटिङ गरेर बसिरहेको छु होइन। शारजामा वेटिङ गरेर बसेको हेर्न सक्नुहुन्छ हजुरहरूले। यसै पछाडिको अगाडिको सबैतिरको होइन। अनि के छ हजुरहरूको हालखबर के छ, ठिक छ होला नि? के रहेछ यहाँ, सल्लो रहेछ, सल्लो कि टोपी के हो, साँच्चै हो कि साँच्चै रहेछ। कस्तो अक्सिजन आइरहेको छ होइन। क्यामेरा छ, सिसी क्यामेरा दिन्छ दिँदैन भिडियो गर्न थाहा छैन, भिडियो गरेको छु है। हुन्छ होला के हुन्छ, देख्नुभएछ हजुरहरूले। मान्छेहरू सबै वेटिङ गरेर बसेको छ, हेर्न सक्नुहुन्छ होइन। वेटिङ गरेको मान्छेहरू हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ हजुरले। हेर्नुहोस्, ल चाहिँ घुमी भिडियो बनाइराखेको, वेटिङ गरेको छ। अब 1 घन्टा बाँकी छ, के गर्ने।